Hello, what's up? Nirdai, welcome to my vlog. Nirdai. Dai, welcome to my vlog, Nirdai. Okay, it's me, Sabin Kaki from Kathmandu, Nepal. Yes. I recently came from Netherlands to play a game. Yes. For this tournament, they hired me. Yes. And after some month, I'll again go back to the country. And तपाईँ त रेडियनको कोच नि हो नि Radiant go. Vidila स्कुलमा कोच हो म. बास्केटबल कोच होइन दाइ बास्केटबल फुटबल. अनि हाम्रो कोच दाइ आउनुहुन्छ फेरि यहाँनिर एकाडेमी खोल्दैछु नागार्जुनमा. मैले पहिला पनि खोलेर गएको थिएँ. अहिले त्यो सर्टेन टाइमले कारणले गर्दा बन्द भयो. अब फेरि म कालेजमा नयाँ एकाडेमी खोल्दैछु. सबैजना यङ स्टार प्लेयरहरू जोइन गर्नु पर्यो है. म अब अपर्च्युनिटी दिन्छु. मैले 7 साइड बनाएको थिएँ त. म पर्सि पर्दिन दाइ सबै यो दाइ त मेन. यो दाइ त भेटेको छैन. कहाँ छ हिजो खेलिरहेको छ? खेल्दा त घरतिर छ त आजभोलि चल बल दिन आउँछ यार. एन्डमा गएको है गेम रहेछ कि हामी गएको थिएन. उसले पनि आइरहेको छ. त्यही भएर गाइज वेलकम टु द भ्लग यसै गरेर हेर्दै आज केटाहरूलाई अब नागार्जुन हाइटमा ल्याउनु पऱ्यो नि हेर्दा यसै गरेर हामी आइसक्यो समाज र हाम्रो यो कति हो दाइ एउटा यो कति वडा 6 भर्सेस कसको दाइ एउटा छ लास्ट ठुलो भयो क्या मलाई लास्ट ठुलो वडा 6 र कसको दाइ यो ए 5 यो 5 यो पनि छ. र हाम्रो 5 र 6 को वडा फुटबल कप आज भइरहेको 7 साइड यसै गरेर गाइज हामी चटलाएर यहाँ अडियन्स पारामा ताली पड्काउन आइसकेका छ. एकचोटि उता गएर आउँ त्यो चोरहरू हुन्छ दाइ टप ओ कलुडन के छ यार सन्चै ल केटाहरू जित्नु पऱ्यो है आज अनि यार ल जित्नु पऱ्यो है यसै गरेर अब हामी हाम्रो प्लेयरहरूलाई एडिसन खेल्नेहरू प्लेयर छ जितिहाल्छ. एडिसन खेल्नु गयो र त्यो मुला निरा पनि छ. यो कालो पनि टुर्नामेन्ट यो 12 नम्बर छैन त्यही त हो. त्यो उसलाई हिमालयन एफसीहरूलाई जित्ने टिमबाट खेल्ने मेरो भने पुलिस दाइको टिमबाट खेल्थ्यो होइन अस्ति हिमालयन एफसी पनि पराएको थियो उसलाई यो 12 नम्बर अनि अस्ति जितेको त हिमालयन एफसीलाई. हेलो सिसी वाट्सएप सन्चै एकदम यार हामी यता गराउँछौँ न अनि दाइ यहाँ ऊ हाम्रो प्लेयरहरू ल हाम्रो मेन प्लेयरहरू सब याद छ जित्ने होइन आज कसले फ्री खाने आमामा गोल झ्याम्मै है ल अलिकति ढिलाएछ है. त्यसै गरेर हाम्रो टिमहरू जितेर बसिरहेको छ. अहिले खोइ कस्तो ब्राइटनेस बढ्यो खाना खाना ब्रेक दिएर गाइजहरू सब बसिरहेको छ. हाम्रो यता दाहरू जितेर बसिसकेको छ. त्यसै गरेर सुरु हुन लागिसकेको छ हाम्रो गेम. वडा 5 भर्सेस वडा 6 छिर्यो झन्डै नि रेन्जर हानिसकेको छ हाम्रो केशव बङ्गलले. यो मोटेको लास्ट सर्ट रहेछ भने अस्ति हामी खेलेको लास्ट सर्ट हानिदिँदा भने त्यो बुढोको लास्ट सर्ट छ भने कसले मोटे भन्यो त नि मोटे बुढा पो भन्या त काट्ले बुढा भयो सर्ट त उपर छ यस सल बुढा के नाम के सब राम्रो खेल्ने छ यहाँ यस गोल भेटाए त ल रेड कार्ड रेड कार्ड रेड कार्ड रेड कार्ड ल हे रेड कार्ड ल कालो कार्ड ओ रेड कार्ड हैन रेफ्री बस्न आएन भन्नु पर्छ डेन्जर पास दिराए रेफ्री बस्न आएन भन्नु पर्ला है लास्ट म्यानमा नि त्यो उस हो नि त त्यस्तो
अब केशव मङ्गलले चार्ज हान्नु लागिरहेको छ गोल थिर्छ मेरो दोला खा ओए धन्दै केशव मङ्गलले चार्ज चाहिँ हान्छ है लगाइदिन्छ हो बुढाले अलिकति फिजिकल मात्रै ज्ञान मात्रै हो बढायो अस्ति खेलेको मुठी बुढाले त डङ हानेर किपर झन्डै ढाल्छ ढिला भयो रेफ्री त्यो अन्तिम म्यान थियो नि त अन्तिम म्यानमा रेड हुन्छ नि त त्यही भने रेफ्रीलाई सिकाउने दाइ के हो यो त भएन है त्यही त भन्छ प्योर गोल भएको अब इभेन्ट मात्रै ओ हाने के हो गोलले म रियाक्सन बदला दि रियाक्सन दाइन्छ होला नि कमेन्टेटर बन्नुपर्ने है छोडेन बुढा छुडेन खुट्टा फिजिकल पाँचको त दर्सी छैन नि त दाइ कस्तो बनाउँथ्यो भने लक्की चाम सरी म पो त लक्की चाम त गोल्दा भने मजा आउँदैन है 4 मिनट बाँकी काण्डन गाह्रो छ कि अब गरेर हाफ भइसकेको छ हाफमा स्कोर छ 0-0 सुरु भइसकेको छ रन्जित दाइलाई काड धेरै लडाइ हाम्रो रन्जित दाइले त जित्यो भने मलाई दुश्मन निकाल्ने रनमा ल तीनसँग चाहिँ कडा आउँछ जस्तो छ ल भ्यायो
आवाज काढा रेड रेड Amma tinjana mati. Ye dula la jalo. Press गर्दैन. आशी सक्दैन. आइज पुग्छ आइज गोल है अब त शान्त भयो नि त हामी धेरै करायो भने त्यो शान्त होइन भने म जोसमा अझै पनि दुई खाइहाल्यो त तपाईँ कराएर लकी ताम बित्था भने उताको त्यो बिचै थियो नि पनि तिनीहरूलाई मेन दाबीदारलाई चाहिँ हटाइदिउँ भनेर जोसाइदिएको केटालाई जोस्यो यसै गरेर 3-0 भइसकेको छ हाम्रो गोल छ पाले आउँदैन खेल्ने अनि चारको त तपाईँ मेन प्लेयर हो इन्जर्ड छु इन्जर्ड मात्रै हो अहिले गर्नु पर्दैन जितेन भने चाहिँ पहिला नि जित्छ दाइ अनि यतिको हुनु पऱ्यो है ल मिस्टेक त्यसै गरेर टाइम सकिसकेको छ र हाम्रो एउटा 5 हारिसकेको छ र लास्ट स्कोर रहेको छ कति 3-0